हेलो हाई नमस्ते हैन आज चाहिँ हामी मुकबाङ गर्न आँटेको यो भिडियो चाहिँ दिदीकोमा पनि आउँछ होला अनि मेरोमा पनि आउँछ हाम्रो सेम भिडियो हुन्छ दिदीको भ्युअर्सहरूले अब उता छुट्टै हेर्नु मेरो भ्युअर्सले मेरोमा छुट्टै हेर्नु आज पनि हामी चिसोको साथमा करेन्ट 2x वाला अनि यो चिसो लिएर आएको छौँ बोल्न त कस्तो भिडियो बनाउने मान्छे बोल्दैन हौ अब हामी सुरु गर्छौँ ल अब अलि हल्ला आउँछ होला मेरो छोरा र बहिनी चाहिँ खेलिरहेको छ कि बाहिर हल्ला आउँछ होला सुरुमा चिसो खाए ल अब चिसोबाट स्टार्ट गरौँ न है ए हाम्रो चसै छैन त के भएको करेन्टमा चस गरौँ ल थम्नेल हिजौँ न ल सुरु उठा न यस्तो यस्तो दुईवटा घरमै यस्तो एउटा होइन अब फेरि यस्तो गरेको अब एउटा यस्तो नलजा न कस्तो लजा कि ल खाएँ ल खान्छौँ ल हेर्नु होला है साथीहरू करेन्ट नुन हालिस् नुन थपिस् ल हुन्छ नि त्यो त हाम्रो अर्ग्यानिक बोली हो नि त ल खायौँ ल साथीहरू फर्स्ट बाइट चस कत्रो आएको मेरो त अनि गम गम त हान्ने हो त नि अनि ल यो खानु पाउँदा म त मेरो त संसार अलि मलाई त नुन कम भयो हालेर खाने हो त हाम्रो यो चाहिँ मेरो चाहिँ यो दोस्रो हो मेरो अस्ति पनि करेन्ट खाएको थिएँ यो चाहिँ दोस्रो हो साथीहरू पिरो भयो पिरो हिजोको चटपटे दिन मलाई त सताइरहेको थियो आजको करेन्टले तल उयो के ब्याङ्कदेखि पो राष्ट्रिय बाँझी ब्याङ्कदेखि उतातिर साथीहरूले खाऊँ भनेर खाएको मिठो त मिठो भयो मेरो दिदीको पनि युट्युब च्यानल छ साथीहरू मेरो भ्युअर्सहरूलाई सब्सक्राइब गरिदिनु होला है त मेरो युट्युब फ्यामिलीहरूले मरेमा त मेरोमा चल्नु म देखिनँ यो अलि हाम्रो कोका कोला पनि अलिक तातो तातो पो भइहालेछ है फ्रिजकै लिएर आयो फ्रिजकै हो कहिले मेरोमा धेरै हालिस क्या उस्तै उस्तै हो बराबर हाम्रो टिस्यु पेपरहरू पनि कता कता उडाउँछ हौ माइ गास नै भयो तपाईँहरूलाई कतिको करेन्ट मनपर्छ हौ करेन्ट 2 PM मलाई त रामायण भन्नुपर्दाखेरि मैले चाहिँ रामेन चाहिँ खाएको छैन अहिलेसम्म तपाईँले त खानु भएको छ है दिदी अरे भन्नु हो त रामायण मैले खाएको छु योभन्दा अलिक मिठो हुन्छ हौ अनि त्यो भनेको कोरियन हो नि त कोरियन रामायण चाहिँ कोरियन रामेन मेरो दिदी चाहिँ पहिलोचोटि भिडियो बनाएको हो कि अलिक बोल्नु लजाउँदैछ है साथीहरू अनि मेरो चाहिँ धेरैचोटि भइसक्यो म चाहिँ अब भनौँ न त्यतिको बानी भइसक्यो कोरियन चाउदो पनि मिठै हुन्छ नि दिदी छिटो हाल्नु मेरो त सकेन त म त सक्दिनँ जस्तो छु अन्त मलाई थोरै थोरै मात्रै हाल्नु भनेको थियो मसला एक स्वाद हुन्छ नि त खाएपछि यो पनि पानी पो त मेरोमा चाहिँ भिडा परिरहेको छ वास्तवमा भन्नुपर्दाखेरि यस्तो पिरो चाउदोहरू धेरै नखानु भन्छ सम टाइम हो नि त कहिलेकाहीँ तर मैले त धेरै कम गरिसकेको छु धेरै पछि खाएको यो मैले हाल्ने हौ अन्त फुर्सानीले पसिना आयो पिरो करेन्ट लाग्यो करेन्ट लाग्यो हजुर आज राति चट्याङ आएको छ त्यही भएर कति चट्याङ गएको है हत्ता नपत्ता मोबाइल फ्लाइट मोड राखेर फेरि सुतिहालेछ मैले नि त फोन चार्जमा थियो
उयो के भन्छ चार्जर सबै तानेर निकालेर एकछिन यो इजो त्यो अलि देखिँदै चाहिँ नै क्या हो तल चाहिँ त्यो यो चिसो लैजा न हो खानु पर्यो नि पिरो मेरोमा देखिँदैछन् हजुर ए ए भाषा अरे पानी खेलाउँदैछ अरे कहाँ हेला एकछिन छोड्दै एकछिन यति सबै बोलाउ मेरो तर वास्तवमा भन्नुपर्दा चाहिँ बहिनीले चाहिँ उडाउने रहेछ जस्तो पिरो पनि त्यत्रो खाइसक्यो अनि तैँले सक्दैन बहिनी नै विनर हुने बेला भइसक्यो भन्नु पर्दाखेरि करेन्ट खायो चाकमा करेन्ट लाग्छ होला टोइलेट गर्दा उता बस्न त्यो त रेली कुरा हो उता बस्न भाइसँगै मलाई त अघि त्यस्तै भइरहेको हो चक्लेट पनि ल्याइएन न त छ त्यस्तो त मेरोमा काट्छ नि अमिलोले अमिलो होला ए अमिलो रे पिरो पिरोले पिरो काट्छ भनेको नानी मुखबाङ यस्तै हुन्छ साथीहरू जहिले पनि रमाइलो मानेर हेरिदिनु होला नै भाउ यो कालो फेरि यो कालो खालको करेन्ट अलिक कस्तो हुन्छ हौ होइन एक्लै मुखबाङ गर्नुभन्दा साथी मुखबाङ गर्नु चाहिँ मजा हुँदो रहेछ मुखबाङ हो कि मुखबाङ हो मुखबाङ म त मुखबाङ चाहिँ होला है मलाई त साथीहरू पेट पोल्न थालिसक्यो खोर्सानी हो र नहुने रहेछ खानु सक्दैनस् कसरी पचाउने भन्ने कुरा छ यो अब आफूलाई पस्ने गरी खानु पर्यो नि यसै नै साथी मेरो छोरा हेर्नु पर्यो के गर्नु हौ नानी गाउँमा भएपछि त गाह्रो छ नानी कता लड्छ हेर्नै पर्यो यो मेरो दिदी चाहिँ उसको चाहिँ नानी छैन भेना चाहिँ विदेश डलर कमाउनु जानुभएको छ विदेश गएको बुढी चाहिँ चढ यहाँ मुखबाङ गरेको खोर्सानी म त खानु सक्छु जस्तो भइरहेको छैन चिज थपिदिउँ मैले यति हो र एकछिनमा मात्रै हो हल्का थपेर खाएँ ल ओके खानु अब खोर्सानी खाएपछि त घरै निधार चिलाउँछ घरै यता चिलाउँछ त्यस्तै छ मैले चाहिँ खाइसक्नु आँटेँ मेरो दिदीले चाहिँ सकेन है साथीहरू कस्तो लाग्यो मलाई पिरो मुखबाङ गर्दा मुखबाङ गर्न सक्नुहुन्छ कि सक्नुहुन्न हजुर म त सक्दिनँ अब मेरो दिदीको पनि डेली भग भएर भग चाहिँ होइन ब्लग आउँछ है साथीहरू मैले त क्याम्पस जाँदा सरी हामी दुईजनालाई नै सपोर्ट गरिदिनु होला सबैले साथीहरू माया गरिदिनु होला सब्सक्राइब हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला मेरो दिदीको युट्युब च्यानल पनि डिस्क्रिप्सनमा मेन्सन गरिदिन्छु अनि मेरो पनि दिदीले डिस्क्रिप्सनमा मेन्सन गरिदिन्छ साथीहरू
हामीलाई अगाइसक्यो चिसोले गर्दा कोका कोलाले न्यु खोजिरहेको हाम्रो चाहिँ यो हो हामीले चाहिँ यो खाएको हो कोका कोला माया गरिदिनु होला साथीहरू तर कस्तो हो चिसो चाहिँ आइफोनमा त म त काली न काली अनुहार पनि कति न पट्टिको आउँछ त हौ साथीहरू आइफोनमा जस्तो फेस त त्यस्तै देखाउने हो नि त नि मेरो अलिअलि तिलको थियो अलिअलि पोतो सबै देखाइरहेको छ मेरो देखाएर छ ढ्याउ भोलि चाहिँ म क्याम्पस जाँदाखेरिको भिडियो बनाउँछु अब त क्याम्पस गइन अब त ल्याम्पसतिर भोलि चाहिँ हाम्रो के छ भने क्याम्पसमा अलिकति खान्छु ल खाऊ म चाहिँ नसक्ने भए बहिनीलाई पास त्यति नै नास पार्नु भन्दा भनेर चाहिँ हो क्या साथीहरू मैले चाहिँ खानु पैसा परेको हो खाऊ बहिनी खाऊ त्यति अब के गर्नु त अब म त्यत्तिकै 70 केजी पुगेको त साथीहरू खुवाइ हेर्नु न खुवाइ तर हामीले चाहिँ 5 प्याकेट करेन्ट लिएको 2X वाला मैले अस्ति खाइरहेको थिएँ नि त्यो वाला करेन्ट हो मलाई चाहिँ फाल्नु मन पर्दैन कि खानेकुरा अब कति अब खानुको लागि नै दुःख गरिन्छ होइन साथीहरू अब म खानुको लागि नै म त्यो मेरो बच्चासँग फाल्नु दुःख गर्दैछु साथीहरू भन्छु तर मैले हजुरको श्रीमान खान सक्दिनँ कति दुःख गर्नु भइरहेछ हजुर पो क्याम्पस जानुहुन्छ आउनुहुन्छ है हो त म टाइम पास मात्रै हो यो दिदीलाई म चाहिँ हामी सँगै पढेको +2 चाहिँ सँगै गरेको हो त्यो उसले चाहिँ बिहे गरेर पनि ब्याचलर जोइन गरौँ मैले चाहिँ गरिनँ ब्याचलर पनि सक्न आँटिसक्यो सुदिन खानु त ल दिदीलाई पनि त भनेको भन्नुहुन्छ होला हाम्रो त अब चल्छ साथीहरू त म सबै चल्छ त भनेको त अनि मायाले हो नि त जे भए पनि नजिकको तपाईँ भनेको टाढा हो क्या हो उहाँ फेरि आफ्नै दिदी चाहिँ होइन आफ्नै दिदी चाहिँ हो मतलब आफ्नै हो तर मेरो मामालेपट्टिको मेरो जेठामामाको छोरी मतलब अब राईको भनौँ न देवा देपा ठुलो बुवा देवाको छोरी हो आफ्नै मामालीपट्टिको हो अब हामीसँगै पहिला पढेको अहिले उसले आन्टीको घरमा बस्छ आन्टीको घरमा बसेर पढिरहेछ जिन्दगीको गोरेटोमा बिहान सक्यो भनेर त्यो नि मैले जगाएर मैले चाहिँ बल्लैले खाइसकेँ र बहिनीले थोरै खाने सघाउनु भयो सगाकी थिए भन् सघाकी थिइन् थिएनले सगाई तर म चाहिँ खान नसक्ने रहेछु धेरै पिरो भयो साथीहरू यस्तै हो म अलिक धेरै पिरो खाँदिनँ अब त्यस्तो मलाई अब भित्रभित्रै अब सताउनु थालिसक्यो पेटमा धेरै गाह्रो भइसक्यो मलाई कोका कोला हामीले फ्रिजकै ल्याएको हो मैले ल्याएको हो मगाएको थिएँ लिन हामी पसल टाढा छ नि त फेरि पसल टाढा छ पर टाढा जानुपर्छ तर त्यसको त चिसो गइसक्यो तातो भयो अघि चाहिँ यहाँ पानी परिरहेको थियो धनकुटामा अहिले चाहिँ परेको छैन घाम लागिरहेको छ साथीहरू आज रातिको पानीले कता कता दुःखद घटना नि घट्यो ल भयो मलाई त चाहिँ अब चाहिँ दुःखद घटना त के आफ्नैमा घटना न धरन जाने बाटो तल फ्याँदीमा नि कहाँ लगेर ल्याउटीले खलाक खुलुत्ते बगाएर कहाँ पुऱ्याएर धेरै पिरो भयो म पनि के भयो मेरो त पिरो हाम्रो चाहिँ यस्तो थाल्छ अहिले मैले पहिला किनेको
उयो उता पर अवस्था होइन यो पछाडि यहाँ आएर आफ्नै यी हातले 10 नङ्ग्रा यस्तो खियाएर आफूले पैसा कमाएर किनेको थालो यो उता टुबेल पढ्दा पनि त टुबेल पढ्दा यस्तो थिएन होइन सानो थियो यो त्यो त ज्वाइँले पैसा पठाइदिएर किनेको तरमा नि किनेको होइन सबै सामान त्यस्तो छ मेरो कहानी लामो छ तपाईँहरूले भन्ने मलाई कमेन्ट गर्दै जानु मेरो जीवनीको कहानीहरू म तपाईँलाई सुनाउँदै जान्छु साथीहरू अहिले यस्तै यस्तै हो टुबेल पढ्दा के छ के छैन हो मेरो त होइन मान्छेको जीवनमा आफ्नो आफ्नो कहानी जसको पनि हुन्छ होइन अब मेरो पनि त्यस्तै त्यस्तै कहानी छ साथीहरू अब टुबेल पढ्दा बच्चैदेखि लिएर अब अहिलेसम्मको लागि अब पूर्व बाल्यावस्थादेखि उत्तर बाल्यावस्था उत्तर बाल्यावस्था अब के किशोर अवस्थादेखि पनि अब वृद्ध अवस्था पुग्न आँट्यो होइन आमा भइसक्यो त म त आमा भन्ने शब्द आमा भन्दा नै के भन्यो आमा पनि भइयो कसैको श्रीमती कसैको घरको कसैको बुहारी भइयो कसैको बुहारी कसैको श्रीमती अनि आमा भइसके कसैको त होइन कि म रहेश राईको श्रीमती हुँ तिमी चाहिँ सन्दीप राईको श्रीमती है कुलुङको म चाहिँ रहेश बान्तवाको बुढी हो भन्नु अरे राई नभन्नु अरे क्या बुढोहरूलाई कुलुङ अरे हाम्रो त कुलुङ अरे कुलुङको बुढी म चाहिँ बान्तवाको बुढी म चाहिँ कुलुङको बुढी साम्पाङनी हर्का साम्पाङको चेली हर्का साम्पाङको नातिनी म चाहिँ मेरो त बिहे गरेको समय 3टा थर छ साथीहरू म त अहिले खोलाउन चाहदिनँ मेरो चाहिँ 3टा थर छ म जन्मेको म पछि भन्दै जान्छु मेरो कहानी तपाईँलाई यदि अब मेरो पनि अब छुट्टै कहानी छ साथीहरू म पनि त्यो कहानी पछि भन्दै जाउँला साथीहरू मेरो लभ स्टोरीदेखि लिएर मेरो बाल्यकाल कहाँ बित्यो के भयो मेरो आमा बुवा कहाँ मेरो जन्म दिने मेरो आमा मेरो बुवा कहाँ हुनुहुन्छ म तपाईँहरूलाई भन्दै गरौँला साथीहरू म त आमा बाउको त लास्टै धनी है साँच्ची नै भन्यो तर माया चाहिँ म कसैको खासमा त म बाउ आमाको माया मैले पाइनँ होइन र पनि मेरो त बाउ आमा त कतिवटा अम्ला पाएछ भने एउटा आमा 2टा आमा 3टा आमा 4वटा आमा 5वटा आमा मेरो त आमा त कतिवटा धेरै त्यस्तै छ नि साथीहरू अब मान्छेमा आफ्नो होइन अब भाग्य अब यो निर्धारणमा माथि होइन अब जन्मिएको 6औँ दिनमा अरे भाबीले लेख्छ अरे नि त भाग्य होइन अब त्यो मेरो भाग्यमा मेरो भाबीले त्यस्तै लेखिदियो त साथीहरू होइन दैवको अगाडि के नै लाग्छ र साथीहरू जे लेखेर आयो त्यही भोग्दैछु साथीहरू त्यस्तै हो नि दुःखमा पनि खुसी हुनुपर्छ हाँस्नुपर्छ दुःख छ भने गर्दै हिँड्नु पनि भएन साथीहरू मान्छेले अब दुःख पाएको छ जे छ त्यसमै रमाउनु सिक्नुपर्छ पहिलो कुरो भनेर म चाहिँ भन्छ है जे छ त्यसमै रमाउने हो क्या दुःख छ भने दुःखमै रमाउने सुख छ भने सुखमै रमाउने हो साथीहरू अब हाम्रो मुखमा यस्तै भयो साथीहरू हेरिहाल्नु भयो कस्तो लाग्यो के भयो कमेन्टमा भनिदिनु होला साथीहरू मैले चाहिँ चिसै खाइरहेको छु उसले चाहिँ खाइसकेछ अनि हाम्रो भिडियो के कस्तो लाग्यो कमेन्टमा भन्नु होला लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू ल दुईटै च्यानलमा बाई बाई साथीहरू यहीँ भिडियो इन गर्न चाहन्छु साथीहरू बाई गर दिदी बाई बाई अर्को भिडियोमा भेटौँला ल मैले त गरिदिएँ